होमस्टेहरू हुन् सब होमस्टे यहाँ जान जाउँला त्यो पेन लिन एउटा फ्ल्याग लिन टाइम नै लाग्यो हामी अहिले दिपाली टोलामा होइन मेन सेन्टरमा तँलाई फोकस नराखेको यसो म ब्लगमा हालिदिन्छु खतरा छैन क्यामेरा हैन ल ल फोटो खिच्ने ग्रुपहरू एउटा माथि चौर छ क्या रोडमा पुरा एउटा ठुलो फिल्ड छ एउटा त्यो होटल Happy journey to all of us. काले तेरो के प्रतिक्रिया ल आन्तरिक पर्यटनलाई सपोर्ट गरौँ पर्यटकीय वर्ष सफल पारौँ त्यही भन्न चाहन्छु म चस्मालाई अब निकै भन्न थियो बार्गेनिङ गर्दा है Bargaining होइन हामीले एस्टिमेटेड अब सब हाल्छु यहाँ मैले त्यहाँ Third visit. हाम्रो रोनाल्डो हाम्रो जर्नी सुरु भयो सिलगढी टु कहाँ भाइ जिग्रानासम्म है हाम्रो अन्तिम मतलब गाडी जाने पोइन्ट लास्ट पोइन्ट
अलग्गै ढल्क्यो जमाना माया लाउ न माया लाउ अलग्गै ढल्क्यो जमाना बलाउ न माया लाउ रिसिमको तिमी पनि रिसिमको लाइदियो माया एकै किसिमको हामी पनि रिसिमको तिमी पनि रिसिमको लाइदियो माया एकै किसिमको देउला मखमली साडी देउला फाइबर मै हो कान्छी रेलको डाँडापारीमा चौतारीमा डाँडापारीमा चौतारीमा चियाबारीमा चियाबारीमा चोली र तिम्रो रातो रिबन डकसारीमा मस्केर हेर्दा चोर्यो यो मन उकाली र ओराली गर्दै माधेरीमा चोरी मोटो सुट कमेरो ताली नबिन की घरवाली अहिले हामी ठ्याक्क झिक्रानामा पुग्यो यो पनि हाम्रो लास्ट पोइन्ट हो यहीँसम्म मात्र गाडी आउने गर्दछ योभन्दा अगाडि हामीले हिँडेर जानुपर्छ नियरली 7-8 घन्टाको बाटो हुन्छ अब हेरौँ कति घन्टामा पुग्छ लेट्स सी इन्जोय द मोमेन्ट या हामी चाहिँ ठ्याक्कै खप्तलको एन्ट्री पोइन्टदेखि जस्ट हाम्रो यात्रा बिगिन भयो यहाँदेखि ठ्याक्कै 3 घन्टा 3.5 घन्टामा हामी 20 माइल पुग्छौँ 20 माइलबाट नियरली 4 घन्टापछि खप्तल अब हेरौँ कति छिटो पुग्न सकिन्छ म्युजिक Come on, ल उकालीमा छौँ हामी हाम्रो नवीन भाइ कति मिठो आवाज आउँदैछ आहा वाउ क्या सिन है भाइ अनि यत्रो डाँगा सब हिँड्यौँ त हामी हेर्नुहोस् है हामी हिँड्या डाँगा भयङ्कर छ नि होइन सब डाँगा हिँडेर हामी Mirza. Video guys, we are on the way. हामी बिच बाटोमा
ल एउटा समार त्यतिकै हेर त यार यार घर उठ्यौँ बसै सार्नेको तातीले बस्नेको मन रौँदछ बोकेर लगाएको छ कहिले सस्तो मिल्छ चराइबाट सब भेटिन्छ नि त्यो भनेको निहालीको जङ्गल जनावरहरू धेरै हुन्छ नि यहाँ भाइ लोग भिडियो हो अहिले हामी ठ्याक्कै 20 माइल पुग्ने क्रममा छौँ आर्मीले हामीलाई झन्डै 4 घन्टा लाग्छ मतलब हामीलाई हेरेर कतिलाई थाहा छैन कि हामी कहाँ जानु भनेर अनि हामी चाहिँ ठ्याक्कै 3.5 घन्टा 2 घन्टा 45 मिनटमा 20 माइल ठ्याक्कै पुग्यौँ अब त्यहाँनिर होमस्टेहरू भेटिन्छन् त्यो ठ्याक्कै हाम्रो 20 माइल यहाँ देख्न सक्नुहुन्छ होमस्टेहरू बनाएको छ तर हामी यहाँ रोक्नेवाला छैन 10 मिनट जति रेस्ट गरेर अनि खप्तरतिर लाग्नेवाला छौँ हिँड्ने मान्छेलाई केही टाइम लाग्दैन चेन्ज प्रुभ्ड हामी छिटो हाम्रो यात्रा जारी छ हामी चाहिँ 20 माइलभन्दा केही अगाडि छौँ अब हेर्ने भने घाम पनि ढल्किने बेला भएको छ जाडो पनि बिस्तारै भयङ्कर मतलब एक हिसाबले बढिसकेको छ हात मतलब टचै नगर्नु सक्ने अवस्था त्यति चिसो छ मेरो आधा ग्रुप अगाडि छ आधा पछाडि मैले कपडाहरू चेन्ज गरेँ होइन अनि यही छ बाटो हेर्नुहोस् है यस्तो ढुङ्गा पुरा यो टुप्पादेखि ठेकसम्म पुरै एउटै बखान हो ब्याटर जोडनहरू जस्तै हो कि नि त्यो माउन्ट फुजी पनि एउटै ढुङ्गामा त बना हो यात्रा हाम्रो जारी छ यी लेकहरू पहाडहरू ऊ हाम्रो भाइ विनोद अन द वेमा बिचारा हाल बेहाल भएर पुगेको छ सामान्य मान्छेलाई खप्तर भने त कस्तो भाइ के सुझाव सल्लाह दिन चाहनुहुन्छ कहिले नैटा मान्छेलाई अब वास्तवमा एकदमै गाह्रो भइरहेछ अहिले त सास फेर्न पनि गाह्रो भइरहेछ त्यत्रो हाइट ल भाइ तपाईँको कुनै जिज्ञासा गुनासोहरू त्यति गाह्रो छैन ल ठिक छ वास्तवको कुरा के हो भने चाहिँ यत्रो उकालो उक्लियो हिँड्न त हिँड्यो होइन तर यस्तो चाहिँ कहिले हिँड्दिनँ क्या गाह्रो थियो रमाइलो छ तर ठाउँ रमाइलो छ तर मैले आफै विचार गरेँ यत्रो उकालो चाहिँ यदि तपाईँ नेचर लभर हुनुहुन्छ भने बेस्ट प्लेस खप्तर भनेको हेभन अफ द अर्थ भने पनि हुन्छ छिटै पुग्यो होइन हामीहरू डोटीकै बेस्ट प्लेस भनेको खप्तर हो क्या डोटीमा यदि तपाईँ घुम्न आउनुहुन्छ भने कहाँ भनेर सोच्नै नसुन्नुहोस् क्या लगभग हामीहरू यहाँदेखि पनि होइन यहाँको पर्यटन राम्रोसँग प्रवर्धन नभएका कारणले गर्दा नेपाल जस्तो हामीहरू आर्मी ब्यारिक पोस्टदेखि नै हामीहरू 8:30 बजे हिँडेर थियौँ भने चाहिँ माथि चाहिँ हामीहरू टाइम यो चाहिँ पुरै नियालाको जङ्गल हो पुरै नियालाको जङ्गल क्या भुटियानहरू सबै नियाला पाउने 3 घन्टामा चाहिँ हामीमा धेरै हिँड्यो मैले क्या बाजा यो साना घरहरू चाहिँ खप्तरको बाटोमा देख्न सकिन्छ यहाँ चाहिँ जस्तै पानी सानी पऱ्यो होइन कि जस्तै प्राकृतिक हुन्छ नि त्यस्तो भएर चाहिँ हामी र यसको अवस्था अहिले पनि जीर्ण भूकम्प सायद यहाँ पनि आउँला हिजो अस्ति आउँला आउने मान्छे म्याक्सिमम् किनभने यहाँ यसको अवस्था पनि धेरै
धेरै पुरानो होइन कि चल्छ भने आजकलकै हो क्या समथिङ तपाईँको यदि तपाईँलाई कसैले होइन खप्तडमा पानी पाइँदैन भन्छ भने एकदम झुट हो बाटोमा यति खोलाहरू छन् हेर्नुहोस् धाराहरू पनि छन् खोला छ यहाँदेखि यो हेर्नुहोस् ल है यो धारा हो एकदम ए तपाईँलाई कोही त्यसो भन्छ भने पानीहरू चाहिँ आफूसँग 4-5वटा बोतल लिएर आउनु होला नत्र ठाउँ ठाउँमा पानीका बोतलहरू छन् हामी चाहिँ झुक्किएका थियौँ हामीले चाहिँ एक बट्टा पुरै उठाएर ल्याएको थियौँ गाह्रो भएको थियो पिडी लिएर नि गाह्रो के भएको छैन हामीहरूलाई नि पर पर्सन 2-2 बोतल चाहिँ उठाउनु परेको थियो हामीले 7जना आएका परदेशी लाहुर्या माता बम्बई गई जाने हूँ मालु हेर्नुहोस् हामीले आफ्नो फोहोर हातमा लगेर गएका छौँ हामीसँग भएका जे हामीले बाटामा खाएका थियौँ मतलब चाउचाउ स्न्याक्सहरू फ्रुटी हामीले जहाँ पाइदिए फालेका छैनौँ त्यसैले पर्यावरणलाई स्वच्छ राखौँ आफ्नो फोहोरलाई चाहिँ बाटोमा डस्टबिनहरू हुन्छन् त्यहीँ फाल्ने गरौँ खाउला नि के छ र भोकमा खुब लाग्छ है अङ्कल बाबर ल्याएको छु मैले ए भाइ बता होइन यति ठुलो मुसो यार यही भित्र भ्यान्छ त उएर ए ह्यामस्टर उ देखा मुसो यो ए ह्यामस्टर रियर हो मुझे फोटो खिच्नु टर्च बाल्नु थुक्क दिर्दैन बटन दाब त बिर्सिरहेको भाइ बटन दाब त बिर्सिरहेको छु अब खाली बोल्दा अरे म ए तपाईँ खप्तडा आउनु चाहनुहुन्छ भने 12 बजीसम्म झिकेर नपुगिहाल्नु होला किनभने 12 बजेपछि एलाउड हुन्न हामी 7-8 जना हुनाले ठ्याक्कै हामी 12:30 बजीतिर पुगेका थियौँ दाइलाई रिक्वेस्ट गर्दाखेरि चाहिँ हामीले जानु दियो किनभने 2-3 जना भए जानु दिनेवाला थिएनन् होइन हामी लोकलहरू किनभने हाम्रो घर डोटी नजिकै हुनाले हिँड्न सक्ने क्षमता भएका हुनाले हामीलाई जानु दियो ए तपाईँ बाहिरबाट आउनुहुन्छ भने चाहिँ छिटो आउनु होला किनभने बाटो उकालो धेरै छ होइन यो तपाईँ हिँड्न सक्नुहुन्छ भने चाहिँ आफ्नो म्यानेज गर्ने किसिमले आउनु होला 11 बजीसम्म त्यहाँ झिकेर नाममा पुगेर आफूलाई इन्ट्री गराएर त्यहाँ चेक जाँच पनि हुन्छ अनि मादक पदार्थहरू भयो लाइटरहरू भयो स्पिकरहरू भयो त्यस्ता कुराहरू चाहिँ ल्याउनु होला किनभने यो चाहिँ एउटा संरक्षण क्षेत्र अर्थात् एउटा नेसनल पार्क हो होइन ओके ए यो चाहिँ हाम्रो नवीन भाइ होइन हाम्रो काले भाइ अनि यो चाहिँ विनोद अङ्कल हाम्रो चाहिँ खास खप्तर जानुपर्छ भने खास व्यक्तित्व यही हो होइन हाम्रो लिड मान्छे हाम्रो अनि 2जना पनि पछाडि छन् उन चाहिँ खास सिनियरहरू हुन् केटाहरू स्लो छन् भन्न एकदमै स्लो के ए ल भाइहरू ल जोरले भाइ बेसी जरसम्मै तिम्रो माया कलेजीमा ढम्मै बढ्यो खोला बेसी जरसम्मै तिम्रो माया कलेजीमा ढम्मै आँखैमा गाजलु लपकै भन माया लाइदियो कि सपकै बैसैमा मर्छु पो क्यारे भन सोल्टे बरोबर नडाटे भन सोल्टे बरोबर नडाटे ठ्याक्क 5:30 बजेको छ अब चाहिँ हामी एकछिनमा नियरली 1.5 घन्टापछि बाटोमा पुग्छौँ होइन यहाँ आउँदाखेरि अझै हाम्रो एल्टिट्युड छ नियरली 3100 मिटर यहाँ चाहिँ मान्छेहरूलाई लेक लाग्ने जस्ता समस्याहरू बेहोस हुने जस्ता समस्याहरू देखिन सक्छन् त्यसैले आफूसँग फर्स्ट एडमा स्टामल्सहरू एमजिडहरू मुभहरू अनि ह्यान्ड प्लास्टहरू चाहिँ बोकिराख्नु होला 5:45 अब बिस्तारै अँध्यारो हुँदै गइरहेको छ हाम्रो स्पिड पनि बढिरहेको छ हामी चाहिँ आफ्नै फ्लोमा छौँ सी टाइममा पुगिन्छ कि अँध्यारोमा पुगिन्छ लक्ष्य त टाइममै पुगिने पाटनमा अनि त्योबाट
अनि अनि अगाडि चाहिँ टाइम लागे पनि केही नै, किनकि त्यहाँको बाटो एकदमै सुरक्षित हुन्छ, यस्तो भुटानहरू हुँदैन, सर्वहरूको पनि डर हुन्न। ऊ चन्द्रमा औठाको सास पर्न लागेको छ, ऊ त्यो सास देखिँदै थियो नि, सायद त्यहाँबाट होला सायद सुरु पार्नु, किनभने त्यो एरिया हल्का क्लिन टाइपको छ, थाहा छैन तर कुन हो, लेट्स सी। द्याट इज लुक लाइक अ पिग। अङ्कल कति बज्यो भने चाहिँ अहिले चाहिँ पाउने छ, भाइ ढिला नगरी आउनु यार भाइ। हामी अङ्कल उ त्यो लागेला पाटो मुसु ऊ त्यो देखिन छु, हामी त्यहाँ पुग्नु पर्दैछ यार। बजाङ गान अछम गान ऊ त्यो उस नै ऊ हेर्न, ऊ त्यो त्यहाँबाट सुरु हुन्छ जस्तो लाग्यो मलाई। ऊ त्यो हेर्न, ऊ त्यहाँ। यदि तपाईँ नेचर लभर र होइन स्पिरिचुअल हुनुहुन्छ भने सुदूरपश्चिमकै हुनुहुन्छ भने झन् यहाँ आउनुहोस् क्या, खप्तडमा आउनुहोस्, बेस्ट प्लेस, आई रिकमेन्डेड। किनभने हामी केदारनाथ जान्छौँ, यहाँ जान्छौँ, उहाँ जान्छौँ, हाम्रो आफ्नो नजिकको तीर्थ हेला भने चाहिँ यस्ता ठाउँलाई हामीले प्रमोट गरिदियौँ क्या होइन। केदारनाथ त गइहाल्यो भने चाहिँ नि फर्स्टमा हामीले आफ्नो ठाउँहरूलाई जस्तै बाजुराको बढी मालिका भयो, डोटीको खप्तड भयो, मतलब डोटीको भन्नाले हाम्रो चारै जिल्लाको डोटी, अछाम, बझाङ, बाजुरा होइन, आउनुहोस्। अहिले चाहिँ अब चाहिँ राति परिसकेको छ होइन, 3-4 घन्टा सिउ अब हेर्नुहोस् अब चाहिँ मिरमिरे उज्यालो, मिरमिरे गुथुली त्यो साँझैमा भन्छन् नि, त्यही पुरै सर्फेस चाहिँ सर्फेस एरिया चाहिँ सब खप्तड नेसनल पार्क हो। यदि तपाईँले बिच पानी क्रस गर्नुभयो भने बाटो 1% पनि अप्ठ्यारो छैन, त्यसै छ। यहाँ बिच पानीसम्म चाहिँ हामीले ठाडै उकालो हुन्छ, त्यहाँबाट चाहिँ मजाले हिँड्न सकिन्छ। त्यहाँसम्म चाहिँ हजुरको एनर्जी लस हुन्छ, त्यहाँ बिच पानी पुगेपछि हजुरले नास्ता आफूले ल्याएको होइन, ड्राई फ्रुट्सहरू आफूसँग भएको जे छ आफूसँग होइन, त्यो खानु होला। अनि चाहिँ एनर्जी लास्ट गो ठ्याक्क साँझको नियरली 6:15 बजी छ होइन। अब चाहिँ हामी चाहिँ ठ्याक्कै खप्तडको पाटन इलाकामा इन्टर भएको छौँ। हेर्न सक्नुहुन्छ रातिको भ्यू चाहिँ यस्तै हो, के भन्ने मोबाइल सानो पऱ्यो होइन, लगाइरहेको छैन, लगातार हाम्रो 6 घन्टा हिँडिसक्यो, बुङ्गा होइन भाइ, कुदिरहेको छौँ तीव्र गतिमा। लोकल केटा हौँ, यति त हिँडिहाल्छौँ नि यार, हामीले आफ्नो मन्जिलमा पुग्नुपर्ने हुन्छ। आजको एक्साइटमेन्टले गर्दा पनि हामीलाई त्यस्तो थकान महसुस भएन होइन। हाम्रो यति एक्साइटेड छौँ कि खप्तड पुग्ने टाइममा चाहिँ हजुरलाई पुरा एउटा यस्तो टक्क पुरै राम्रो बाटो देखिन्छ कि हजुर खप्तड पुग्ने बेलामा, मतलब खप्तडमा इन्ट्री गर्दाखेरि यहाँदेखि मेन खप्तड चाहिँ हामीलाई अब 45 मिनट लाग्छ। यो हेर्नुहोस् है, पुरै ढुङ्गाले पाटेको बाटो हुन्छ यहाँ। एक रनका 2 फनका बम्बई टेलिफोनका, यही मायाले केही नहुनु गैलो माया दनका। स्प्राइट बोतल देखा तले स्प्राइट बिहानको मौसम छ, केटाहरू टक्क उठिसकेका छन्, 2जना चाहिँ सुतेका छन्, त्यहाँ 2जना सुतेका छन्। अब बिहान चाहिँ टक्कै घाम लागिसकेको छ। हामी पछि हिउँ पढाएको छ ल, यो के हो यसो, ओ सेट
यही हो खप्तड तेरी यार ऊ तेरी मान्छेहरू त्यहाँ हिँड्दैछन् रमाइलो दामी नि दामी बेस्ट प्लेस पुरा सेतो छ मतलब हिउँदैन यो खारो परेको बिहान यसलाई भिडियो रोक आर्मीको बेस क्याम्पहरू सबै त्यो आर्मीको बेस क्याम्पहरू यो चाहिँ हामीले खाना खाएको होमस्टेहरू तथा बसेको होमस्टेहरू हो अहिले चाहिँ हामी ठ्याक्कै सबै ग्रुपमा चाहिँ हामी खप्दल तारतिर गइरहेका छौँ होइन रमाइलो छ माहौल ए अनुप दाइले भने बाटो भाइ त्यो बाटो होइन कि नवीन यहाँ पानी छ त्यो बाटो होइन यो बाटो छैन गिलो यो बाटो हिँड यो बाटो हो के इदा यो बाटो देखाएको छ नि यो छ नि यो बाटो हो यो हो शर्मा नवीन पुरा एचडी क्वालिटीमा छ यार त ल सबै होमस्टेहरू हुन् चाहिँ अगाडि चाहिँ आर्मीको बेस क्याम्प हामी चाहिँ अन द वे अफ कप्तर ताल ए हाम्रो अनुप दाई भुवनजी ट्रेङ्गल पहाडको सरको नवीन होइन यी दुईजना अगाडि हेलो आयो कि छैन हेलो वासक यात्रा जारी छ हाम्रो अहिले हामी खप्तर ताल घुम्नु गइरहेको छौँ हाम्रा युवा वर्गहरू उकाली चढ्दै दुईजना अगाडि हाम्रो साथी चाहिँ टक्क हक्समा गएछ कप्पड हाम्रो यात्रा जारी छ तपाईँलाई म एउटा बेस्ट ब्युटिफुल पिक्चर देखाउँछु बेस्ट मोमेन्ट यु नेभर सिन बिफोर This is called the gift of nature. देखा है
महाकस्म के लाग्नु भाइ लिरिक्स बिगाडिदियो नि तैँले अनि कहाँ डाइरेक्ट बिबाल लाग्यो हामी बिबो बिबाल लाग्यो बिचमा जादू तेरी नजर का आसम म जादु हुन्छ है यस्तो गोलो पनि गाउँदै छ यहाँ हेर यहाँ नै गोलो ए यस्तो अर्को पनि हुने त्यसको जादु यहाँ हेर यसो टच गर्यो भने अब यहाँ गोलो गोलो भएर त्यो पराकम भयो तिमीहरूको छौ हुने त्यो जस्तो यसो गऱ्यो भने ठ्याक्क दिएर ट्याङ्ग हुन्छ के पाइन्छ यार कुनै ल्याउने तिमीहरू यता फर्क आइलाई आऊ जा गीतै दिनु के बजाउनु बजाउनु बजाऊ त्यसमै बजाऊ पहिलाका गीत नि बजाउन उयो राम्रो बजाउन आउँछ त्यहाँ डाँडा गरे छैन डाँडा गरे भने पनि हालको ताल पनि ताल पनि सर घुमाके तालतिर पनि भिडियो हो त्यस्तै ओए वाह यतिकै त रान्ने नै होला त हल्लियो नै हो तालतिर पनि खिच्दै ल्या म खिचिदिन्छु ल नाच पारी बनैना कालो मैले क्या बडे बडबाज पछाडिको हामी क्या हुने हो चौपात की बानी क्या हुने हो चौपात एक कुरा मनैना कालो मैले क्या बडे बडबाज एक कुरा मनैना कालो मैले क्या साथी तिमी कहाँ छौ भन नै गाह्रो त्यो गल्लीमा छिमेकी गराउँथे साह्रो दिनहरू जवानीले कहाँ पुर्यायो बाटो सब एक्लै तर भेट्नेछौँ हामी निराश हुनु पर्दैन हो सर्ट बनाएको
अहिले हामी यता खप्तड दह घुमेर फर्किरहेको छौँ हामी खाने ठाउँतिर खाना खान निस्किरह हामी झन्डै 11 बज्न लागिसकेको छ अहिले दिउँसोको भाइहरू एकदमै धेरै नै राम्रो रमाइलो फिल भइरहेछ यु क्यान सी द ब्याकग्राउन्ड ए अरुण ए विनोद देखा एक ख्वाबों को ये सिलसिले हुए दूर तक निगाहों में है गुल खिले हुए किला है आपकी निगाहों में दिल भी तो दरमिया जो फासले हुए तेरी आवाज है घटाओं में खुशी का रंग है फिजाओं में तेरे मेरे होठों पे मीठे मीठे गीत मितवा आगे आगे चले हम पीछे पीछे प्रीत मितवा अब हामीले खाना खाइसकेपछि अब हाम्रो यात्रा चाहिँ सर्सलिङतिर होइन हामी सबै अब हाम्रो यात्रा चाहिँ सर्सलिङतिरको त्यहाँ पहाडी आर्मीहरूका घोडाहरू छन् है आधा घन्टा होइन गलत बाटो हिँडेर फाइनल चाहिँ सर्सलिङ जाने वास्तविक बाटोमा चाहिँ जाँदैछौँ हामी यहाँ बाटो हराइ चाहिँ साह्रै गाह्रो हुन्छ है थाहा हुन कुन जिल्ला पुगिन्छ भन्ने कुरा बाई त भाइ अहिले चाहिँ हामी बाजुरामा छौँ बाजुरा ए गुराँसको रुख तालहरू खोला खाल्सीहरू सब भेटिन्छ यहाँ हेर्न कस्तो है मेरो नेतृत्वमा हाम्रो टोली सहस्रलिङको उकालोमा छ होइन खाँदा चाहिँ टाइम लाग्ला केटाहरू छन् आइरहेको छन् केटाहरू अङ्कल यो बाटो ठ्याक्कै त्रिवेणी जाने ठ्याक्कै यहाँबाट 1 घन्टा जुन बाटो देखिरहेछ नि यो ठ्याक्कै त्रिवेणी जाने बाटो यो बाटो चाहिँ हामीले ठ्याक्क जुन बाटो आउँदैछौँ अहिले चाहिँ यो बाटो चाहिँ हाम्रो सर्सलिङ जाने बाटो फाइनली जनता जनार्दनहरू हामी चाहिँ सर्सलिङमा पुग्यौँ ऊ त्यहाँ हेर्नुहोस् नयाँ ठुला ठुला चट्टानहरू ढुङ्गाहरू यहाँ आएका मान्छेहरूले चाहिँ यहाँ बस्छन् मतलब पूजासुजा गर्न आएका मान्छेहरूले चाहिँ यहाँ सजिलोको लागि सानो घर जस्तै जय हो बाबा सर्सलिङ जय हो जय करुणावतारं संसारसारं भुजगेन्द्रहारं सदा वसन्तं हृदयारविन्दे भवं भवानी सहितं नमामि जय हो सर्सलिङ अहिले चाहिँ ठ्याक्कै हामी सर्सलिङको दर्शन गरिसकेर फेरि अब खप्तड बाबा टाइम मिल्छ भने खप्तड बाबाको आश्रमतिर जान्छौँ सायद ल थोडा नास्ता बिस्किट सिस्किट
स्याउ होइन चाउचाउ यहाँ थोडा पटाइ मार्दै अब फेरि हामी जान्छौँ डे 2 असलीमा घुमेर हामी अब खप्तड बाबा हामी सहस्रलिङ्ग दर्शन गरेर फर्किँदैछौँ यो सहस्रलिङ्ग चाहिँ अछाम जिल्लामा पर्दो रहेछ हामी बाजुरादेखि हिँडेर अछाम पुगेर फेरि बाजुरा फर्किँदैछौँ फेरि भोलि हामी डोटी जान्छौँ नेपाल इज ब्युटिफुल सपोर्ट इन्टरनल टुरिज्म पिस नेपाल इज ब्युटिफुल थ्याङ्क यू फेरि आन भिडियो पनि ल नवीन बाबु नवीन ह्यान्डसम हाम्रो थाहा हुनु पऱ्यो भने अब चाहिँ हामी ठ्याक्क होमस्टेबाट फेरि हाम्रो यात्राक्रमलाई अगाडि बढाउँदै होइन अब चाहिँ कति बजिरहेको छ भन्दाखेरि ठ्याक्कै 5 बजिरहेको छ अब चाहिँ यहाँबाट खप्तड बाबाको आश्रमतिर झन्डै यहाँबाट लाग्ला आधा घन्टा हाम्रो ग्रुप अगाडि चाहिँ मै हो पहाड दाइहरू छन् अब चाहिँ कालेसम्म छन् सोचाइदै धेरै टाइम लाग्ला होइन आधा घन्टामा बढी लाग्ला हामी जस्ट 15 मिनटमा यहाँ पुग्यौँ जस्ट हेर हो एकदम एकदम के खप्तड बाबाको मन्दिरमा इन्ट्री हो त भाइ पुगे हामी धेरै टाइम लाग्यो जस्ट 15 minutes guys अब ठ्याक्कै खप्तड बाबाको दर्शन गर्न जानु हुँदैछ है जाँदै हुनुहुन्छ बाबाको आश्रम खप्तड बाबाको आश्रम कुटी होइन उहाँ खप्तड बाबा यो चाहिँ वाउ केटाहरू चिलपारामा यी हाम्रा साथीभाइहरू चिलपारामा अनि यताको चाहिँ यो आज हामी अहिले कति बज्यो 5:28 हामी यहाँ खप्तड बाबामा छौँ आश्रममा यो चाहिँ हेलिप्याड यताको हेलिप्याड सक्नुहुन्छ तपाईँले वाउ सच अ नाइस प्लेस खप्तड साँच्चै स्वर्गकै टुक्रा हो क्या खप्तड You can see here. Wow, just wow. पवित्र गंगा हो पवित्र छन्ती तिम्रा भत्केलाहरू तर मायाले भरिएका छन् औँलाहरू पवित्र तिम्रा लाजका गहना पर्यो राम्री त तिमी राम्री नि मैया मलाई किन गाल पर्यो मर्छु बरु माया
दिदारै मुटु छोडेर जानेहरू पर्खाइमै मर्दा रहेछन् रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो जिउँदो रगसरी हो बल्दो यो सान हाम्रो सारा गतमा छौ तिमी पिरातीको अर्को नाम हौ तिमी तिमी मलाई परलै नै मन पर्ने तिमी मलाई परलै नै मन पर्ने तिमीले छड्के आँखाले नहेर्ने मैले हत्ते गरेर के गर्ने ओ डाँडा गरे साइली मैले हत्ते गरेर के गर्ने देखाउन पो त गाह्रो जीवनमा तिमी छौ तिमी भएर मात्रै जिन्दगीमा मजा छ तिमी भएर मात्रै जिन्दगीमा मजा छ बरसातले दिन्छ धोका बरसातले दिन्छ धोका तिमीले दिन्नौ थाहा छ आँखामा तिमी छौ यो मनमा तिमी छौ छबाट तपाईँ हाम्रोतिर हो साबुन जसो चौराको रिठो भोलि मिठो म त राइजुमा जुमा क्या मस क्या कि छौ राइजुमा हेलो एभ्रिवान अहिले चाहिँ बिहानको समय हामी छौँ घोडेपाटनमा देख्न सक्नुहुन्छ यहाँ पुरै सबै पाटनहरू छन् ए हिँड न बिहानै उठेर अब आजको हामी तेस्रो दिन आजको हाम्रो यात्रा चाहिँ खप्तड घोडा दाउन्ना पाटन खप्तड पाटन यहाँको 1250 मिटरको दूरीमा त्यहाँतिर लागिरहेका छौँ अहिले अहिले बिहानको ठ्याक्कै 8 बजेको छ हामी एकछिन आधी घन्टा जति त्यहाँ घोडेपाटनमा रमाउँछौँ होला त्यसपछि हामी फेरि फर्केर आज हाम्रो खप्तडमा लास्ट दिन हो आज हामी हिँड्छौँ यहाँबाट खप्तड घोडेपाटन मात्र
एउटा बिचमा नाच न म जान्छु भेडे पाटन न घोडे पाटन यो चाहिँ हामी घोडेपाटन घुमेर फर्किरहेको हो। अब हामी चाहिँ भाइहरू अगाडि छन्। अब हामी खप्तरबाट आज हिँड्दैछौँ घरको लागि। घर फर्किएर हामी अब आज सबजना आफ्नो बेड बिस्ताराहरू सबै मिलाएर लुगाहरू प्याकिङ गरेर आछन् भाइहरू। अब ठ्याक्कै होमस्टेबाट सकेर दाइसँग बिदाई हुँदै हाम्रो यात्रा त्रिवेणीतिर जाँदैछ। अब त्रिवेणी भनेको हाम्रो लास्ट पोइन्ट हो। त्यहाँबाट हामी बिचपानी हुँदै झिकिराना हुँदै दिपाइला पुग्नेछौँ। अब वन्डरफुल डे। हाम्रो जम्का भेट स्यालसँग पनि भयो नेसनल पार्कमा। हेलो एभ्रिवान, हामी चाहिँ ठ्याक्कै केदार ढुङ्गामा पुगेका छौँ है। ल यहाँ चाहिँ ढुङ्गा राख्ने चलन रहेछ। सबैले चाहिँ एउटा एउटा ढुङ्गा राखेका छन्। यहाँ देख्न सकिन्छ है। केदार ढुङ्गाको एउटा विशेषता के छ भने मान्छे आफ्नो होइन कन्तुमा जाँदाखेरि यहाँ चाहिँ ढुङ्गा राखेर जाने छ। यहाँ हेर्न सक्नुहुन्छ। यो ढुङ्गा राख्दैन, यो ठुलो ढुङ्गा राखिन् कि यिनीहरू त होला। जुत्ता नखोली आयो होला तिमीहरू। ले यसा मान्छे हुन्छ नि यार। तीन नदीको सङ्गम अर्थात् त्रिवेणी, खप्तरको त्रिवेणी है। हामी ठ्याक्कै खप्तरको त्रिवेणी पुग्यौँ। हाम्रो लास्ट डेस्टिनेसन आजको। अनि त्यसपछि हामी घरतिरको लागि लाग्नेछौँ बाटोतिर। हाम्रो फाइनल डेस्टिनेसन आजको। मन्दिर बिचमा भिडियो रहेछ। ओ माई गॉड। ल आज 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 ल आज 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 ताली ताली 3 times ल जाना फटाफट। के मेरो भना मेरो भना। भिडियो रेडी।
अब हाम्रो यात्रा त्रिवेणीबाट घरतर्फको ल यहाँ आएर केटाहरू मान्छे छैन कुरोमा म देखेँ कति खाल्लै भन्ने अब कति खाल्लै अहिले भोक लागेको थियो आज बुझा अझै घाम लाग्यो यार भने हामीले ठ्याक्कै घर जाने क्रममा छौँ। हाम्रो चाहिँ फर्स्ट पार्टन सुरु हुन्छ, मतलब जहाँबाट हामीले फर्स्ट पार्टन देखेका थियौँ। अनि त्यहाँबाट फेरि बिचपानीको उकालो, अनि फेरि बिचपानीबाट फेरि ओह्रालो। अहिले चाहिँ ओह्रालो ओह्रालो छ। विनोद कन्टिन्यू केटा। यी हाम्रा केटाहरू ठ्याक्कै हामी पुग्यौँ। ए भाइ के दगेको न हौ? ए काले ए दहको नौ के हो? बुकी दह बुकी दह। तर यहाँ दह टाइपको केही छैन है, यो पुरै पाटन हो। बाय। नवीन आप कुछ कहेंगे? ना।
हाम्रो पारे रोनाल्डो रोनाल्डोको भाइ रोनाल्डो। यी हुन् किर्मणा। हामीले चाहिँ होमस्टेमा बस्दाखेरि यसको चटनी खाएका थियौँ, एकदमै मिठो थियो। खाना भन्दाखेरि चाहिँ महँगो थिएन, 300 रुपियाँ एक छाक खाना। एकदम बस्नु पनि एकदमै सस्तो थियो। एक कोठाको हजुरलाई 500 रुपियाँ मात्र। तर हामी चाहिँ 7 जना हुनाले हामीले चाहिँ सिरकको कमी भएको कारणले गर्दा अर्को कोठाबाट हामीले चाहिँ सिरकहरू दिए। त्यस कारण हामीले चाहिँ 800 जति तिरेका थियौँ। यदि तपाईँ यहाँ हुनुहुन्छ भने बिन्दास बेफिकर भएर आउनु होला, किनभने मान्छेहरू यो सोच्छन् ऊ सोच्छन्, अर्थात् पिफर्म मान्छे पहिलाको टाइममा त एकदमै ठिक थियो। अहिले होमस्टेहरू धेरै विकसित भइसकेको छ। हामीलाई पनि पहिला चाहिँ डरै लागेको थियो कहाँ बस्ने के बस्ने। फेरि हामी चाहिँ दसैँको दोस्रो दिन आउनाले मान्छेहरू दसैँ मनाउन गएको छन् कि आफ्नो घरमा भन्ने डर पनि थियो, तर त्यस्तो थिएन। होमस्टेहरू सबैको लागि मतलब त्यहाँ मुख्य चाहिँ 2वटा होमस्टेहरू छ। अरू चाहिँ बन्द थिए, केही बन्दै थिए। धेरै हिँडाएको अन्तरालपछि हामी ठ्याक्कै 20 माइलमा पुग्यौँ। झन्डै हामीले अङ्कल हामीले कति हिँड्यो अहिले टोटल टाइम? 2 घन्टा 2.5 घन्टा हिँडिसकेपछि खप्तरबाट होइन, खप्तरबाट 2.5 घन्टामा 2.5 घन्टा हिँडेपछि हामी ठ्याक्कै 20 माइलमा पुगेका छौँ। अब यहाँबाट चाहिँ पुरै ओह्रालो बाटो हो। यी हाम्रा केटाहरू यी हाल बिहार थकित भएर 20 माइलमा पुगिसकेका छन्। यो चाहिँ बिचपानी भन्ने ठाउँ। यहाँबाट खप्तर लगभग ठ्याक्कै आधी टाइम फेरि लाग्छ त्यहाँ हिँड्नु खप्तर पुग्न। चाहिँ बिचपानीको होमस्टेहरू हो यतापट्टि।
टिकटलाई बस्ती हुने पाँच बजे रिटर्न भइसक्छ हामीलाई अब जस्तो 5 बजे मान्छे भयो जान्छ 5 बजे पछि पनि लोकल जिपहरू होला लोकल त 6 बजेसम्म लाग्यो हाम्रो 6 साढे 6 लाग्यो हुनु तर त्यही त मान्छे भरि जाने हो 6 जना बसे त्यही गरेर मान्छ हिँड्ने अरुण आइजो सबैको भयो